यति बेला हामीसँग डी मोर्चा ब्यान्डका चाहिँ गायककार हुनुहुन्छ है हामीसँग। स्वागत छ हजुरलाई लमजुङमा है। धन्यवाद हजुर, धन्यवाद। अनि कस्तो लागिरहेछ यति बेला लमजुङ आउनु भएको छ होइन? लमजुङ बवाल हजुर, ग्रेट एकदम फर्स्ट टाइम आयो बिचरमा हजुर। क्राउड रमाइलो, सबैले हामीसँग होइन रमाइलो गरिदिनु भयो, गाइदिनु भयो, एकदम खुसी लाग्छ है। अनि मौसम पनि चिसो छ होइन, मौसमले पनि साथ दिएको छ। अहिले त भर्खर गाह्रो हिट भइरहेको है। तपाईँलाई चाहिँ कस्तो अनुभव भयो? यो यतिको क्राउड हुन्छ जस्तो लाग्थ्यो? होइन, यो फर्स्ट टाइम हो होइन। हजुर। मैले त अब लमजुङ बिचेर आउने एकदम रहर पनि हो, तर यो प्रोग्राम गरेर हाम्रो रबिन भाइले होइन यो जुन हामीलाई बोलाइदिनु भयो यसको लागि धेरै धेरै थ्याङ्क्स रबिन भाइलाई। र क्राउडहरू एकदम सपोर्टिभ होइन, राम्रो। गाउनु त धेरै थियो, अब ऱ्यापहरू त धेरै सुनाउँछ लमजुङ बिचरमा, तर अब टाइम थिएन, 2टा गीत मात्रै गरियो। नेक्स्ट टाइम अब फेरि उहाँहरूले सम्झेर हामीलाई होइन बोलाउनु भन्यो, नेपालमा बवाल दिन धमाका हानिन्छ। 90s का फ्यानहरूलाई के भन्न चाहनुहुन्छ? 90s का फ्यानहरूलाई चाहिँ म के भन्छु भने अब यस्तो अहिलेको गीत र होइन त्यो बेलाको गीतमा डिफ्रेन्स के छ होइन। अब त्यो बेला अबको गीत र अहिलेको गीतलाई कसरी हेर्नुहुन्छ, सबैलाई माया गरिदिनुहोस्, त्यही भन्न चाहन्छु। र फेरि पनि तपाईँहरूको चाहिँ आगमन होस् लमजुङमा है। धन्यवाद। ल हस्, धन्यवाद।